सालुने अब गेस्टहरू लिएर आइबस्छु पर्छ ड्राइभरको है यसो यहाँ चाहिँ मलाई अस्तिदेखिको भिडियो गर्ने इच्छा थियो त्यही कारणले आज चान्स पनि पायो है खुसी लाग्यो जस्तो यहाँको नजारा एकदमै दामी छ तपाईँहरू पनि आउनु छ साथीभाइहरू है यसो आएर तपाईँहरू मजाले इन्जोय गर्नु सक्नुहुन्छ पिकनिक स्पोटहरू छ है एकदम पिकनिकहरू खानु सक्नुहुन्छ है यस्तो साथीहरू है तपाईँहरू जो पनि हुनुहुन्छ एकदम जोगीघाटा यहाँ आएर पिकनिकहरू खानु सक्नुहुन्छ है यति मजाको छ यहाँ स्विमिङ पनि गर्नु सक्नुहुन्छ यहाँ भने चाहिँ गेस्टहरू एकदम मजाले भिडभाड छ यस्तो साथी हो यहाँ हेर्न सक्नुहुन्छ है यहाँको नजारा चाहिँ यति यहाँ खुबसुरत छ यहाँ चाहिँ भिडभाडहरू यस्तो छ साथीहरू यहाँ चाहिँ स्विमिङ गर्नु पनि सक्नुहुन्छ है स्विमिङ पोइन्ट पनि छ एकदमै आएर स्विमिङहरू गर्नु सक्नुहुन्छ है भिडभाड हेर्नु यहाँ एकदमै बेसी छ वाटरफल्स साथीहरू कस्तो के लाग्छ है गेस्टहरू चाहिँ भर्खर झर्नुहुन्छ रहेछ है जाँदैछ एउटा रातो टोपी लाउनेहरू हो यहाँ गेस्टहरू आइरहेको छ म त एकछिन यति देखाउनु खालि आएको फाइनली गएर अलिकति खाजा चारोहरू खानुपर्छ भोक लागेर हेभी भोक लाग्दैछ यस्तो चाहिँ साथीहरू होइन हुन्छ बस सिस्टम जोगीघाटको सफर सकेर चाहिँ हामी मम्पू रविन्द्र भवनपट्टि आइपुग्यौँ साथीहरू है आजको दृश्यबिनहरू एकदमै राम्रो थियो वेदर पनि एकदम राम्रो थियो है तपाईँहरू पनि यहाँ आएर भिजिटिङ गर्नुहोस् होला एकदमै राम्रो छ है यहाँ रुखतिर घरहरू पनि छ है घर के स्टे हाउसहरू के होला सायद म त पस्नु त पसेको छुइनँ अहिलेसम्म देखेर तपाईँहरूलाई यसो भिडियो मार्फत दिएको है एउटा आज वेदरहरू पनि एकदम एक्चुअली भन्नुपर्दा एकदम राम्रै थियो है त्यसपछि यसो भिडियो सुट गर्दै म पनि आफूलाई इन्जोय गरिरहेको थिएँ कि यसको साथसाथै है साथीहरू आजको यस्तै थियो स्पेसल साइट सिनको ब्लगहरू त्यति अब खासै ब्लगिङ गर्नु त पाइनँ अब चेक कसो छ है त्यति नै अब यसो टाइम दिएँ आज किनभने मेरो